भुटको सन्तान यो कतिपयलाई थाहा होला ती बेला भुटला पनि गरी आउँछ हाम्रो डाङ्गीले कुलो हाल्दै गर्दा एउटा दोहोर थियो रे त्यो दोहोरमा झ्यापै भुटाएर बस्ने दाई पानी हाल्न जाँदा आइराख्ने खेतमा चुनो गइपुग्दा फेरि मर्यो अनि यो के हो यस्तो भयो भनेर भन्नुभएको छ दाईले बसेर हेर्दा भुटाएर ज्वरो मिट भएपछि पानी छोड्यो तर डाङ्गीले के नाम राख्नुभयो कोले कोले आफै आफै भन्ने नाम राख्नुभएछ अनि त्यसपछि मिटलाई लिन दाइका दुईटा स्वास्नी लिन दिन मिठो चोखो खाना दिन प्रयोग दाइका स्वास्नीले भुटलाई दिए अनि त्यस पछाडि एक दिन मिटिङ हो मलाई फर्केर नहेर्नु भने रहेछ किन मिटले यस्तो भन्यो भनेर फर्केर हेर्दा थुरेर खायो दुईटै मुकै गरी रगत देखियो अनि एउटा स्वास्नी बिचैमा मरे एउटा स्वास्नी एउटा खुट्टा भित्र एउटा खुट्टा बाहिर गराएर बितेछ अनि दाइले अब के गर्ने दाइले चाहिँ खेल खेल्नु पर्यो नाम त कोले कोले आफै नै छ अब हाटे चिल्लो पाटे चिल्लो लाममित भनेर वनको फोटो र यो भलैको चोक लगेर जानुभएछ गइसकेपछि मिच्छु हाटे चिल्लो लगाम पाटे चिल्लो लगाम भनेर भुटलै गरी लगाइदिनु भएछ अनि त्यसपछि सलाई पुरा ठोकिदिनु भयो आगो ठोकिसकेपछि ऊ चिच्चायो बम्कायो बम्ब वनभित्रबाट अरू रहेछन् अरू भुटहरू अनि के भयो भन्दा कोले कोले आफै भनेको छ रे उभिएको छ अब नाम त गरेको छ तर कोले कोले आफै भयो नाम त दाई त कोले कोले आफै राखेका छन् उसले नाम त गरेको छ लास्ट त मर्नै लागिसक्ने बेला वनभित्रका उसका साथीहरूले पानीमा जा भनेपछि पानीमा गएपछि बज्यो तर अर्को दिन दानी कुलो हाल्दै जाँदै गरममा फेरि पानीहरू जाने गरममा सुटिया फेरि पल्टेको घाइते रट्टा छोपेर अर्कोले उठाइराखेका थिए जय विजय मारा परमेश्वरी चनङ्गे दाई मनङ्गे दाई दाइना हुनु भनेर उठाइराखेका रहेछ तेरी खानाको भनेर चरापचुरु छोपेर ल्याएर काटेर खाइदिन्छ अनि त्यसपछि अर्को दिन फेरि पनि त्यही पानीहरू जाँदा फेरि वनकुरा छोपेर ल्याएको रहेछ अरे फेरि वनकुरा फेरि रहेछ मारा परमेश्वरी चनङ्गे दाई मनङ्गे दाई माला परमेश्वरी शान्ता भाइ दाइना भाइ भन्छ बत्तेरी खानाको भनेर त्यो पनि छोपेर लगेर खाइदिएपछि म अब डाङ्गीसँग कहिल्यै पनि सक्ने छैन मैले बिराएँ म हारेँ भनेर भुटले भनेको रहेछ तर अहिलेको सत्त डट्ट सबै सक्यो हराएर मात्रै डाम्न भुट भन्ने लाग्छ नत्र हाम्रो डाङ्गीले जमानामै भुट लाग्दैन थियो अरे यही हो धन्यवाद नमस्कार डाङ्गीको शक्ति हो त्यो होइन